सोनिगया अमूर्त सम्पदा संरक्षण सम्वर्धन यागु तातुना बागमती प्रदेश अन्तर्गत एया क्षेत्र नम्बर 9 कले चोङ्गु तिथि परम्परागत गुठी खलतय परम्परागत बाजा ललहागुदु बागमती सरकारिया विषयगत मन्त्रालय अन्तर्गत आर्थिक दन 2078-79 योजना तथा क्षेत्र नम्बर 9 कया ओडल्या 12, 14, 21 व 22 ह्यानावया चोङ्गु परम्परागत पिपेङ्गु गुठी खल भजन मण्डल तेत शनिबार छगु जाजो याना प्रदेश सभाया दुज एवं पुलामा मन्त्री डाक्टर अजय क्रान्ति साके परम्परागत बाजन ललहाना दिएको छ। छिटो प्रदेश सरकार सशक्त योजना अनुसार मलाई चाहिँ काठमाडौँ दसैँ क्षेत्र बाजा त अमूर्त सम्पदा संरक्षण सम्वर्धनको लागि बाजाको लागि चाहिँ 3 करोड बजेट छुट्याउनु भयो प्रदेश बागमती प्रदेश सरकारबाट को 3 करोड बजेट पाके चाहिँ अहिले काठमाडौँ क्षेत्र नम्बर 9 व काठमाडौँ क्षेत्र नम्बर 8 यसलाई चाहिँ 50-50 लाख बाजा दिइदिएपछि दिन्छ छुट्याउनु भयो। वही कथा चाहिँ तुसी 78-79 बजेट गर्न चाहिँ सशक्त योजना गर्न जिम्सा चाहिँ 50 लाख बजेट बाजा चाहिँ न्याना चाहिँ 13 रुपियाँ गाई न्याना चाहिँ अहिले विभिन्न थन्पी आदिवासी जनजाति अमूर्त समुदाय सम्वर्धन यात्रा जिम्सा चाहिँ वितरण प्रदेश सरकार न्यगोलक तका बराबर या था किमे नायकी पश्चिमा कोचाकी हार्मोनियम कुङ्गा लगायत या बाजा ललहागु छ। प्रदेश सरकार सोनिगया मूर्त अमूर्त कला संरक्षण यागु आजो थते लुमङ्का बाजा ललहागु तस्क चोछा बजुगु थका कुठ्यार तेगु थापुदु तस्कै देन चोछा बजरी ज्याजुदु डाक्टर देन माननीय अजय क्रान्ति साकी देन पहले भूजन परम्परागत बाजा हस्तान्तरण कार्यक्रम देन जुदु र चाहिँ आज चाहिँ चिथन कि आदिवासी यो चाहिँ जीवन संस्कृति संरक्षण झोले भूजन छौ चाहिँ सर्वसुलभ तरिका जिते चाहिँ बाटी बारन यो चाहिँ सरसामान चाहिँ उपलब्ध जुदु र गएको न चाहिँ भूजन उपलब्ध यान जुदु जो लागि गएको तस्क चाहिँ चोछामा र नापन ठेठबटे सहयोग चाहिँ भावना चाहिँ रुपी जी त अठाते बालिया फुपी मनुट छि बिचे चाहिँ टटका ढाला छि संस्कृति चाहिँ यो चाहिँ जगेर न याटे छि तस्क अफी गेन चाहिँ कार्यक्रम तस्क चोछा बजु तस्क चाहिँ सफल माडल छ व पछिमा